हेलो फ्रेंड्स, नमस्ते एंड वेलकम ऑल ऑफ यू टू माय चैनल। आज को डिस्कसन में हामी चाहिँ पोलिटिकल मर्जर इन नेपाल को बारेमा छलफल गर्नेछौँ साथीहरु चाहिँ। र नर्मली हामी बैंक तथा वित्तीय संस्थाहरूको मर्जको बारेमा कुरा गर्छौँ, जस्तो फाइनेन्स इकोनोमिक्स एरियामा। तर पोलिटिकल एरियाको कुरा गर्दाखेरि नेपालमा खास गरेर चुनावको अगाडि पोलिटिकल पार्टीजहरूको मर्ज भएको देख्छौँ साथीहरु चाहिँ। जस्तो कि एक्जाम्पलै दिने हो भने जस्तो कि राष्ट्रिय स्वतन्त्र पार्टी मर्ज विथ विवेकशील साझा, त्यस्तै कम्युनिस्ट पार्टी अफ नेपाल मर्ज विथ डिफरेंट पार्टीज जुन कि लेफ्टको विचारधारासँग रिलेटेड उहाँहरू मर्ज हुनुभयो। त्यस्तै मधेस केन्द्रित दलका पार्टीजहरू पनि अब एक ठाउँमा उभिएर अब आफ्नो भनौँ न पोलिटिकल फेरि मर्ज को लागि उहाँहरू फेरि एक ठाउँमा उभिराख्नु भएको छ। त्यस्तै कम्युनिस्ट पार्टी अफ नेपाल यानी यूएमएल को चाहिँ आफ्नै भित्री आन्तरिक विवाद छ, बट स्टिल उहाँहरूको महाअधिवेशनबाट चाहिँ अब जस्तो कि अब त्यो पार्टीको चाहिँ पहिला अब केपी शर्मा ओली यानी पूर्व प्राइम मिनिस्टर अफ नेपाल अब सभापति, अब भोलिका दिनमा के हुन्छ त्यसमा त्यो अलगै विषय हुन सक्छ। त्यस्तै नेपाली कांग्रेसमा पनि कस्तो छ भने जुन आइडियोलोजी हुनुपर्ने हो त्यस्तो चाहिँ छैन। फेरि हामी सबैले थाहा छ कि साथीहरु चाहिँ कि पहिलाको सरकार यानी 2/3 को सरकार भन्थ्यो हामी, जस्तो केपी शर्मा ओली यानी सीपीएन यूएमएल र नेपाली कांग्रेसको सरकार हुँदाखेरि र पछि अब जेएनजी मुभमेन्ट पछि त्यो सरकार ढल्यो र त्यसपछि अहिले आएर अन्तरिम सरकार यानी सुशीला कार्कीजी प्राइम मिनिस्टर हुनुहुन्छ। र बेला बेलामा हामी सुन्छौं कि साथीहरु चाहिँ फागुन 21 गते 2082 साल चुनावको दिन हो भनेर। तर यो एनाउन्समेन्ट मात्र सुन्छौं साथीहरु चाहिँ, जुन लेभलमा प्रिपेयर्डनेस हुनुपर्ने हो त्यो चाहिँ देख्दैनौं। अब एउटा एजम्पसन छ कि अब पोलिटिकल पार्टीजहरूको मर्ज भइसकेपछि जुन अहिले ठुलठुलो मर्जहरू देख्छौं ताकि उनीहरूको चाहिँ फेरि 275 सिटको लागि चाहिँ इलेक्सनमा अब मेजोरिटी सीट आओस् भनेर सबैको इच्छा होला। इच्छा हुनु राम्रो कुरो हो साथीहरु चाहिँ। तर एजुम गरौँ कि फागुन 21 गते 2082 साल मा नेपालमा चुनाव हुन सकेन बिकज अफ सो मेनी अब हिडन फ्याक्टर्स हुन सक्छ। हिडन फ्याक्टर मध्येमा अब कति ग्रुपहरू छन् यहाँ फेरि, जस्तो जेएनजीमै अब डिवाइडेड भइसकेका छन्। उहाँहरूको पनि आफ्नो एउटा प्रब्लम के छ भने युनिटी छैन। त्यस्तै कति पोलिटिकल पार्टीजहरूको चाहिँ कस्तो छ भने मनमा चलिरा होला कि चुनाव नै नहोस्, र चुनाव नहुँदाखेरि नेपालमा फेरि अर्को के हुन सक्छ भने अब ठुलो राजनीतिक दुर्घटना बनौ र नेपालमा अगेन वी वुड हैव अ हाई पोलिटिकल रिस्क सिचुएसन भन्न सक्छौं साथीहरु चाहिँ। र जसले गर्दा नेपालमा हामी अब पोलिटिकल रिस्क एन्ड अनसर्टेनिटी सिचुएसन भन्छौं। र जुन पोलिटिकल मर्जरको मैले कुरा गरे साथीहरु चाहिँ, यो पोलिटिकल मर्जरले अब जुन एउटा जनता प्रतिको जुन हुन्छ नि जवाफदेहिता त्यो हुन सकेको छैन साथीहरु चाहिँ। जस्तो एउटा भन्छौं नि पर्सेप्सन्स, पब्लिक ट्रस्ट। अब नेपाली जनताको चाहिँ कस्तो भइसकेको छ भन्ने चाहिँ दे आर फेड अप विथ दिस ओल्ड पोलिटिकल पार्टीज एउटा भन्नलाई भन्छौं। तर भोलिका दिनमा चुनाव भइ नै हाल्यो भने देयर माइट बी द चान्स अगेन त्यही पुराना पार्टीजहरू जुन मैले भने नेपाली कांग्रेस, सीपीएन यूएमएल, नेपाल कम्युनिस्ट पार्टी या इवन द राष्ट्रिय स्वतन्त्र पार्टी including other
पार्टिजहरूको चाहिँ फेरि त्यही रिप्रेजेन्टेसन हुन सक्छ साथीहरु चाहिँ। त्यो भयो भने एगेन जुन जेनजी मुभमेन्टले गर्दा मोर देन 70 निर्दोष विद्यार्थीहरू भनौं या युथ्सहरू भनौं जुन उहाँहरू अब खास भन्ने हो भने अब शहीद घोषणा त सरकारले त गर्यो, त्यो उहाँहरूको सपना भन्ने चाहिँ पूरा चाहिँ भएको देखिँदैन साथीहरु चाहिँ। यो कता कता हाम्रो कन्ट्री भन्ने बित्तिकै अब हाम्रो देशलाई हामीले माया गर्नुपर्ने हुन्छ डेफिनेटली, तर हाम्रो देशलाई कसले चलाइरहेछ भन्दाखेरि अलिकति हामी अब डिपली अध्ययन गर्यो भने साथीहरु चाहिँ अब मलाई लाग्छ कि यूएस मोडलमा हो कि या कता कता भारतको विस्तारवाद नीतिले गर्दा कि नेपालमा जहिले पनि पोलिटिकल अनसर्टेनिटी सिचुएसन आइरा हो त, त्यही बिग क्वेशन म राखिरहेको छु साथीहरु चाहिँ। इन कमिङ डेज फेरि अब यहीसँग रिलेटेड पोलिटिक्स र पोलिटिकल रिस्क अनसर्टेनिटी र हाम्रो करेन्सी के कारण हो कि चाहिँ अब ब्याडली हिटेड बाई यूएस डलर, त्यसको बारेमा पनि छलफल गर्नेछौँ साथीहरु चाहिँ। यही भन्दै म आजको भिडियोलाई यही कन्क्लुड गरे। यदि तपाईहरुलाई आजको कन्टेन्ट मन परेछ भने प्लिज लाइक पनि गर्नु होला र मेरो च्यानल फाइनेन्स गुरु पवन कुमार झालाई सब्स्क्राइब पनि गर्नु होला। थ्यांक यू all of you for watching this video. Please take care all of you. Thank you.